साईराम गुड मर्निङ सबैलाई। हामी चाहिँ आज यहाँ सिमतामदेखि पर है रम्फू तेल ओरे हो जाँदैछौँ। दिपिका मिस हुनुहुन्छ, म युट्युबमा हालेपछि हाम्रो टिका बहिनी एकदम जाडोले हेर्नुहोस् त। हामीले यस्तो लुगा लगाएर बेरेर आउनुपर्छ। अब हामी राभाङबाट चाहिँ यता 20 किलोमिटर आइपुग्नु आँटेको छ। त्यहाँदेखि उता चाहिँ फेरि हेर्नुहोस् त खाप लुगा लगाएर। यहाँ चाहिँ अब बाटो अलिक अप्ठ्यारो छ। यो चाहिँ थस्केर गएकै गर्छ यो एरिया है। कति बनायो धस्किताल छ यो जग्गै त्यस्तो हुन्छ। अब हामी जिरो आइपुग्नु आँटेको छौँ हो। भाइहरूलाई चाहिँ खै म्याडम यता हेर्नुहोस् तपाईँ, खै कस्तो कालो आयो त। ल हाम्रो यहाँ प्रतिभा म्याडम हुनुहुन्छ। के भयो साह्रो पाऱ्यो। किस त दामी हजुर। यहाँ हाम्रो भाइ हुनुहुन्छ ड्राइभिङमा। म ऐनाबाट देखाइदिन्छु नि उहाँलाई। भाइको नाम के पो भन्यो? डिभी छेत्री। यहाँ उयो रहेछ नि। हेर्नुहोस् न अब तारको कति दामी छ यो जग्गा चाहिँ। अब चाहिँ यहाँदेखि चाहिँ अलिकति तातो हुन्छ। अघि हाम्रो जग्गा चाहिँ पुरा चिसो जाडो। हामी त खाप लगाएर आएको छौँ। अगाडिको हेर्नुहोस् ल, दामी छ घरहरू, दामी छ यहाँ तलसम्म। माथि चाहिँ स्कुल पनि छ। मन्जुश्री स्कुलको हेर्नुहोस् है, माथि बाँसले छिले यस्तो छ हो। मन्जुश्री माथि क्यामेरा फेरि आए हाम्रो हेर्नुहोस् है। यहाँ ब्युटिफुल प्लेस शक्तिमी पार्कको एकदम बाटोको र घरहरू दामी घरहरू आउँछ। सब होमस्टेहरू बनाएको होला हो है। घरमा होटलहरू दामी दामी छ नि। यहाँनिर त टिकाहरूको छेमाको घर पनि छ नि। ज्वाइँको छेमाको थ्याङ्क यू। यहाँ मेरो पुट्टापर्तिको अमला म्याडमले दिनुभएको। कस्तो ठुलो लिन्छ है फ्रन्ट क्यामेरामा। हामी यत्रो त छैन नि झन् त के यत्रो हुनु नि। यो चाहिँ 916मै गर्नुभन्छ नि त। अन्त त्यसमा गरेको। ल भयो यति। आज राख्दैछु। यो चाहिँ युट्युबमा हाल्नुलाई बनाएको नि।